फ्याफुल्ला सम्पूर्णमा हेर्दै हुनुहुन्छ लासो आसाम अफिसियल र फेरि पनि हजुरहरु समक्ष एउटा नयाँ एपिसोडको साथ उपस्थित भइसकेको छु र अस्ति नै क ख ग अनि आ को एपिसोड बनाएर छोडेको थिए हजुरहरु। बीचैमा मैले 2-3टा एपिसोडहरु सेन्टेन्सको बनाए। फेरि आज म बाट सुरु गर्न गइराको छु है त। म बाट आउने वर्ड्स प्लस सेन्टेन्स भन्नु गइराको छु। म बाट आउने nga nga भनेको चाहिँ म, ngaला भनेको चाहिँ मेरो, म भनेको nga, ngaला भनेको चाहिँ मेरो, मैले भन्दा ngai भन्छ। न्योत्पा भनेको चाहिँ सोधा भनेर भनेको, न्योत्पा भनेको चाहिँ सोधा। मबाट आउने घिस्रे भनेको चाहिँ हप्तालाई भन्छ, हप्तालाई। यो चाहिँ तपाईहरुले सर्ट भिडियो मैले दिइराको हुन्छु, हेर्नु भएको छ होला सायद। ना आसेबा भनेको चाहिँ म जान्दिन भनेको। सो यो शब्दहरुलाई अब सेन्टेन्समा भन्छु। मबाट आउने सेन्टेन्स चाहिँ म जान्दिन, nga आसेबा, nga आइदा सेम टाङमुला। कसैलाई मन परेको छ भने चाहिँ nga आइदा सेम टाङमुला। सब मनको कुरा पनि यसरी नै भन्न सक्नुहुन्छ है त। सेकेन्ड आयो ngaला है, ngaला। ngaला भनेको चाहिँ मेरो, मेरो मनमा तिमी छौ भन्दा चाहिँ ngaला सेम्री एमुला, ngaला सेम्री आइमुला भन्दा पनि हुन्छ, ngaला सेम्री एमुला भन्दा पनि हुन्छ। नेपालतिरको तामाङ भाषाबाट चाहिँ ए भनेको नै तिमीलाई पनि भन्दो रहेछ र हामी चाहिँ आई भनेको तिमीलाई भन्छु, ए भनेको तँ बुझाउँछ। राङ भनेको चाहिँ तपाईलाई भन्ने गर्छु हामी चाहिँ। धेरै जस्तो ठाउँमा चाहिँ ए नै भन्दो रहेछ तिमी र तँलाई। मैले भन्दा चाहिँ ngai भन्छ है, मैले भन्दा ngai भन्छ। सेन्टेन्समा भन्नु जाँदा मैले तिमीलाई भनेको थिए, ngai आइदा पाङबा मुम्बा, ngai आइदा पाङबा मुम्बा। न्योत्पा भनेको चाहिँ सोधा हो नि त। उसलाई सोधा भन्दाखेरि थेदा न्योदो भन्छ, हेदा न्योदो। हप्ता भन्दाखेरि चाहिँ अब एक हप्ता पछि आउँछु भन्दा दाने घिस्रे लिछा खाबा भन्छ, दाने घिस्रे लिछा खाबा। nga आसेबा भनेको म जान्दिन, मेरो मुटु भन्दा ngaला तिङ भन्छ, मेरो मन ngaला सेम, यस्तो प्रकारले भन्ने गर्छ। अनि ngamri भनेको छेउमा, ngबाट आउने ngamri है, ngamri भनेको छेउमा, छेउमा छेउमा बस न ngamri चिउले। अब अन्तिम शब्द चाहिँ रहेको छ न्यालवा। न्यालवा भनेको चाहिँ नर्कलोगलाई भन्ने गर्छ, नर्कलाई चाहिँ न्यालवा भनेर भन्छ। सो मबाट आउने शब्दहरू प्लस सेन्टेन्स यति नै थियो। के कस्तो लाग्यो हजुरहरुलाई, माया सपोर्ट गर्नु होला र हजुरहरुले मलाई सुपर थ्याङ्क्स जोइन बटनहरु दिएर पनि सपोर्टहरु गर्न सक्नुहुन्छ। हेर्दै गर्नु होला लासो आसाम अफिसियल। फेसबुकमा पनि फलो गर्न नबिर्सिनु होला। लासो थुजुसे।